जुवाई र सानीमा भूत भइरहेको पुरै बनाउँछ नि फेरि आजको भूत हो यो। हेलो वेलकम छ सबैजनालाई आजको हाम्रो नयाँ ब्लगमा। आज हामी के हो, आज यो ब्लग होली स्पेसल ब्लग भयो है बुढी। यताहेर रेडी भएनौ? रेडी भएनौ होलीको लागि? खैदाहरू खैदाहरू न ल। आजको यो भिडियो हाम्रो एकदम होली स्पेसल भिडियो हो है। सो अन्तिमसम्म भिडियो हेरिदिनु होला, मजाले रमाइलो गर्नु होला, हामी पनि रमाइलो गर्नेछौँ। तपाईँहरूलाई एकदम पल पलका अपडेटहरू दिनेछौँ यो भिडियोमा है। सो स्टे ट्युन गाइज, किप लभिङ, ह्याप्पी होली है। सुरुमै भने तपाईँहरूलाई ल थिएँ होइन। आज फेरि सब होली खेलिसकेँ। अघि भुरा ग्याङहरू सब खेलेर यहाँ पुरा हेर्नु, यहाँ रोडभरि उयो गरेर छैन अहिले त सब बिचल्ली। अब हामी त बजारतिर लाग्छौँ। अब हामी बजारतिर जान्छौँ होइन। सुनसान नै छ माहौल एकदम। सब अब होलीको तयारीमा जान्छ सबजना। ए आइपुग्यो अब हाम्रो होली खेल्ने आइसक्यो है फेरि। ल गाइस हाम्रो बटालियन आइपुग्यो है फेरि, होली खेल्ने बटालियन आइपुग्यो है हाम्रो होली खेल्ने। ल ह्याप्पी होली ह्याप्पी होली। ओहो ठुलो रङ लगाइदिने हो। ल ल ल ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली भन्दियो। ल गाइस हाम्रो ह्याप्पी होली। मैले ठुलो गरेँ है। ल आरबले आऊ र फोटो खिच्ने आऊ। अब हामी फोटो सेसनमा छौँ। त्यो बिच के हो, रेडी हो न छिटो छिटो। म त भइसक्यो त। अहिले यसरी दलेर तिमीलाई पनि भुत बनाउनु पर्छ। अब हामी सबैजना अब के अरे अब हाम्रो अब ग्रुप फोटो पनि सेसन हुन्छ। यहाँ पुन्टुले फेरि दलाइ छ। ल ह्याप्पी होली। ल यस्तो चाहिँ नगर्नु पर्ने। तिमीलाई पनि भूत बनाउनु पर्ने रखन। यो फेरि दलाइ छ त मोटे। ल फोटो गरौँ अब। ल लागे अब हाम्रो भ्लग कन्टिन्यू हुँदै गर्छ। अब यहाँ पहिलो चरणको खेल्यो होइन। अब दोस्रो चरण कता हो हाम्रो यात्रा? मिलन चोकतिर हो। उयोलाई देखाऊ, यो भूतलाई देखाऊ। आज भूत भएको छ मान्छे जत्रै बित्तिकै। आजको भूत हो यो। ल ल ल दिउँसै आउने भूत। गाइस ह्याप्पी होली लाग्यो है। हामी त होली खेल्न लाग्यौँ। ल ल ल आज हाम्रो जानुहुन्छ खुब साप्रा हेर्नलाई। यहाँको शान्त छ त, बजारमा चाहिँ कस्तो छ? एलिस एमा पिचकारीमा पानी भरेर ल्याउनु पर्थ्यो नि त, बाटामा फ्याल्दिन हुन्थ्यो। खाली पिचकारी बोकेर हुन्छ उतै नि होइन गाई। अघिले पानी पुरै भरेको भए फाल्न हुन्थ्यो नि त। ए मान्छे छ नि त। हामीलाई इन्भाइट आइसकेको छ बोटालीमा। तपाईँले मैले त होली खेलेको क्लिपै बनाउनु भएन। आजको हो यो। अब गाइस रेडी भइसक्यो। अब हामी एकचोटि आउनु होइन यही आउँछ। Oh my goodness. रेडी के रेडा अब मेरो स्वागत छ मेरो घरमा। अनि अब हाम्रो आज होली स्पेसल भ्लग हो। एकदम लामो हुन्छ, रमाइलो हुन्छ होइन, हो कि नै? चार्ज भएको छैन मोबाइल।
गाइस फोटोसुट हुँदैछ होलीको। यता पनि अगाडि गाइस यहाँ कन्सर्टको लागि तयारी हुँदैछ। केही छैन, सुनसान छ। अहिलेसम्म चाहिँ हुन्छ होइन। धनगढीका जनता कता गयो? धनगढीका जनता सबै आज मगरको साथमा हेर्न गएका छन्। हामी मिलान उहाँहरूलाई थाहा छैन हामी आउँदैछौँ भनेर। मान्छे त यतिको हुन सबै गाउँतिर जानुभएछ। हामी पनि बुढाबुढी भन्दैछौँ 3-4टा घरमा। लगाइ जब मै गएर देखाउँछु। तिमीहरू दुईजना खेल न, जाऊ जाऊ न। उहाँ बाबुसँग छ पानी, जाऊ छिटो। यति थोरै पानी राखेर हुन्छ? खै दिनु त, म यो छोरोलाई ह्याप्पी होली गरौँ। ह्याप्पी होली मुत्तु। खै त म नि त रियाक्टै छैन। यसको पिचकारीमा पनि दम छैन जस्तो छ। ल खै त यहाँ अरू कोही आउँदैन। नेहा भाउजूलाई लिएर आउनु बाहिर। खै यहाँ त कस्तो स्वागत गर्यो नि, यहाँ ठुलै यहाँ लेदो निकाल्नेले। ल ल ल ठुलामी ल हुँदैन एकचोटि आउँछ यहाँ। ह्याप्पी होली यहाँ ह्याप्पी होली। ल देखिरह नि यहाँ भिडियो हो, अहिले फोटोमा चाहिँ हुन्छ। ल भूत भयो के भएन? ल यहाँ अलग्गै छ फेरि। यिनीहरूको यहाँ अलग्गै छ फेरि। भित्र के छ? कसको? ए भयो छोड्यो त्यस्तो। ल है त फेरि हामी पनि लगाइदिनु पर्यो नि फेरि होलीको कलर। हाम्रो भ्लग सुरु भएको छ नि फेरि। ल यताको पनि रियाक्सन लिइदिनु पर्यो नि त फेरि। ल ल तिमी ह्याप्पी होली। ल तिमीलाई पनि ह्याप्पी होली छ। ठुलो हेर न, बोलाउ न। यो रियाक्सन पनि लिनु पर्यो नि त। छोरो ल ह्याप्पी होली। ल मेरो भाइ बुहारी छोरो सब ल ठुलो मिले पोर्सालदेखि कलर ल्याउनु भयो क्या? कहाँदेखि पोको पार्नु आयो यस्तो? ए तेरिका लगाइ। ल ल
ह्याप्पी होली आमा ठुलो मिले यार यो चामलकै पिठो ल्याउनु भयो कि यार ल उनीहरूले मलाई सर्ट साडी लगाइदिए अब कति मजाले लागेको देखिन्छ गाउँकै पिठो हो कि चामलकै पिठो हो यार यो पापाको पिठो यो छोरो ह्याप्पी होली ल ह्याप्पी होली ल ल अब ल भयो त भने ल आका दिन गजा पाउन अब ल ल मलाई डरेर लाग्नु खै त फोटो होइन नि भिडियो अघिदेखि भिडियो भइरहेको यहाँ कतै हो ल यहाँ फोटो सेसन सुरु भयो गाइजहरूको थ्याङ्क यू पनि भन्दैन के भन्नु ठुलो मेरो त कसम छ खोइ यार कोदोकै पिठो लिएर आउनु हो कि क्या यो जमानादेखिको ल फोटो सेसन ल आउनु मम्मी आउनु ल मम्मी कलर यो होइन यो त यो उसको हो कोदोको पिठो कोदोकै जस्तो लाग्न थाल्यो मलाई त निकुञ्जबाट हाम्रो भर्खरै उताको के अरे दुधबाट फरार भएको टाइगर आउनु भएको त भर्खर बाहिर अझै बस्नको लागि बाबुलाई लिएर आउनु भएको अझै सानो छावा लिएर आउनु भएको ल चानु ह्याप्पी होली चानु ह्याप्पी होली ल ल ल ल तपाईँ यसलाई भित्र आएर आउनु त छिटो कस्तो होइन त्यसो उनीहरूले फेरि भूत बनाइन्छ भित्री गएर नि ठुलोमी आज त राम्रोसँग बोलाउँदैछौँ सिधा आउनु उनीहरूको फेरि अलग्गै छ फेरि उहाँ ल ल भाउजू छिटो आउनु बाहिर छिटो छिटो भनेको छिटो आउनु यसलाई राख्नु न ठुलो मिलाई दिनु यिनीहरूले यहाँ आज सब घर सफा सरसफाइ गर्दैछन् पुरै कतै आइपुग्नु भयो फेरि लिएर आउनु भएछ त्यस्तो कुरा नआउनु तपाईँ आरोपलाई त कहाँ बाँकी अघि आरोप त भुत्दै अहिले भर्खर चिनिने भएको छ ल जानु हजुर राखेर आउनु न ल यस्ता यस्ता कुरा नगर्नु होइन तपाईँहरू छिटो छिटो सक्नु छ हामी अन्त पनि जानु छ फेरि सिधा कुरा होइन मुटु हामी एकै ठाउँमा हाम्रो कत्रो ठुलो प्रोग्राम छ उहाँ आज ज्योति दिदीको सापा हेर्न जानु छ हामी मुख्य त दादा ज्योति दिदीको सापा हेर्न जाने कि नै यिनीहरू त छ्यापा छ्याप गर्छ ल ल ल छिटो 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 ज्योति मगर लाइट त यहीँ हुनुहुन्छ दादालाई हुँदैन है छोरो एलिस यार अलिअलि मलाई होली मन पर्दैन अलिअलि मात्रै मन पर्छ पर्दैन भन्ने कुरा छोड्नु न यहाँ अनि होलीको दिन पनि मन पर्छ पर्दैन वर्षैभरि आएर तले जस्तो बाबुको रियाक्सन हेरेमा कति राम्रोसँग हेरेको छ छोराले होइन छोरा भिडियो खिच्छु पछि भिडियो लिँदा हुन्छ ल देउरानी जेठानी यसो हक सक गर ओरा टक्क टुक्क गर यसो बिहानदेखि आएको छैन भने चाहिँ गएर हक्देऊ न अनि होलीको धेरै धेरै शुभकामना ल तपाईलाई पनि
मजाले लाग्यो देवाललाई सुरज बाबुलाई लागेकै छैन दादालाई अनि एउटा हो सबैले लगाइसकेर ल एउटा हाम्रो आरबको हेर न आरबलाई यसलाई हेर यहीँ गोजेलाई अब हामी आज अर्कोतिर जाँदैछौँ अब हामी बुहारीकोमा जाँदैछौँ होइन बुहारी एकैछिन घर भनेर मेरी चाहिँ बहिनी साली मेरी बुहारी ल यही चोक हो घुम्न पल्लो र पल्लो चोक छ ल आउनु बाहिर यहाँ बाहिर चिनी जुवाई र सानीमा जोल नलगाउ त्यसै नलाउ ल ह्यापी होली भिनाजु ल थ्याङ्क यू खै पुन्टुहरू ह्यापी होली खोइ सानो मान्छे खै वाउ नयाँ कलर आयो कस्तो मुख बिगार्नु भएको त नि अरे यहाँ आँखामा पर्छ नि त नि छोरी भूत भइरहेछ छोरी त कालै ल मलाई नहेरी सक्ने त्यसले त पुरै बनाउँछ नि फेरि अब जानु सबै पार्टी गर्दै अब ह्यापी होली जान्छु नि म लगाएर आएको छन् ल ह्यापी होली ल हजुरलाई पनि है अब कहीँ बाँकी रहेन के गर्नु ल्याउ सानो रङ ल्याउ ल बबु कता त फोको देखिनु नि ह्यापी होली दिदी ह्यापी होली बाबु तपाईँ देख्नु मात्र आँखा मात्रै देखेको छ अब अर्को कलर एउटा जस्तै जितेपछि यसरी लाउन पाइयो है हो त ब्याग स्याग सबैमा लगाउँदैछ के भन्दैछ तपाईलाई लगाएन थोरै टिका मात्रै पर्वसँगै सबै जाओस् मेरो भाउजूको ह्यापी होली भाउजू यहाँ हेर न यहाँ यिनीहरूको पो छ त अलग्गै छ फेरि भाइलाई कति सुहायो अब होली ह्यापी होली कति नलगाइदिएका रहेछन् कठै यहाँ कति राम्रो सुहायो यहाँ हेर त खै यता हेर्दै ओइ उतेलले लगाएको ह्यापी होली तिमीलाई ल होलीको ह्यापी होली शुभकामना
हजुरले चाहिँ उचाल्न खोज्नु नि फेरि के मलाई के कम जस्तो ह्याप्पी होली तिमीलाई पनि एउटै कलर लगायो कि अरू कलर लगाइदियो ह्याप्पी होली तिमीलाई पनि यसलाई चाहिँ म सक्छु होला हो खै दादा लगाएर ह्याप्पी होली दादालाई दादाको त यहाँ पनि लगाएको रहेछ पुण्डरी खै तिमीलाई पनि ज्ञानी पनि मायालुलाई ह्याप्पी होली अहिले रोयो भने आतंक मचाउँछ ह्याप्पी होली ल ह्याप्पी होली ल यो हो नि त यो हो नि त यहाँ यता त अहिले पनि भूत भइसकेको छ ल अब चाहिँ होइन अब हाम्रो यो होली सकियो होइन हामी आफ्नो आफ्नोमा खेलियो यस्तो अन्त जान मन लाग्दैन दारू खाएर यताउता कुदाएका कुदाएका मान्छेहरू हामी दुइटै बाइक त्यहाँ छन् हामी यहाँ छौँ हामी अब यहाँ छौँ अब हामी जाने होइन अब घर जाने अब हाम्रो भिडियो यही हो होइन यस्तो अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद अब यो सालको होली हाम्रो त रमाइलै भयो हिजो पनि खेल्यो आज पनि खेल्यो होइन कस्तो भयो बुढी एकदम रमाइलो भयो अब तपाईँहरूको कस्तो भयो कमेन्ट गरिदिनु होला ल थ्याङ्क यू सो मच है लास्टसम्म हेरिदिनु भयो भने ल ओके